हेलो गुड मर्निङ। आज बल्ल बिहान पानी पर्यो। पानी परेपछि शीतल भएको छ आजको मौसम। हामी दुईजना घुम्नलाई हाम्रो यो ठाउँ भनेको यसलाई सुन्दर टावर भनिन्छ। यो माथि चाहिँ जो रमणीय ठाउँ छ, फुलबारी छ, स्पेशल ठाउँ छ हैन यहाँ माथि। तर अहिले बाटो के अरे गेट चाहिँ बन्द छ। यहाँ भनेको कृषि पनि बोडी पनि कति लामो छ। यहाँ बोडी हेर्नु गरे के हुँदैन सबै कुरा छ यहाँ। यो तरुलको लागि भयो हैन, तरुलको लागि। तर यो पोलले चाहिँ साह्रै दुःख पाएछ, धेरै नै दुःख पाएको पोल हो। अब यहाँ माथि चाहिँ पार्कमा यहाँ बस्न पनि मिल्ने ठाउँ हो हैन, बस्न मिल्ने ठाउँ हो। तर यहाँ चाहिँ अहिले चापी लगाएको छ। अब यहाँ छोड्यो भने सबै फुलहरू टिप्ने, बस्नलाई सबै कुरा छ, फुलहरू टिपिदिन्छन् हैन। यहाँबाट यता चाहिँ सिधै माथि शिवपुरीको जङ्गल भयो, सिधै बुढा नीलकण्ठ पनि पुग्न सकिन्छ है यो ठाउँबाट। जस बाटो स्ट्रेट छ। आजको मौसम भनेको बादल लागेको छ। बिहान चाहिँ पानी चाहिँ परेको थियो है। मकै हाम्रो यहाँ चट्ट मकै भन्ने मान्छे यहाँ छ, तर बेच्दैन मकै। हाम्रो जो यहाँ चाहिँ बाटो गार्डन हुनेवाला छ हैन, गार्डन हुनेवाला छ हाम्रो बाटो चाहिँ। यो चाहिँ एभोकाडो हो, दिदीहरूको एभोकाडो। यहाँ अर्को एभोकाडो छ, अर्को एभोकाडो। हाम्रो बाटो चाहिँ गार्डन हुँदैछ क्या। खुसी भएर चाहिँ गीत गाउँदै हिँडेको अवस्था। हाम्रो पनि सानो गार्डन छ, गार्डन छ। हाम्रो पनि गार्डन छ। यहाँ मकै छ हाम्रो, कालो नभए पनि पहेँलो हुँदैछ होइन। अनि यहाँ भटमास रोपेको होइन, भटमास, यो भटमास हुँदैछ। यहाँ पनि भटमास छ के अरे हाम्रो यो करेसा बारी हो। फर्सीको मुन्टा कति खाइयो, फर्सीको मुन्टा धेरै खाइयो है। लोडेको साग, फर्सी, यहाँ सिमीहरू फल्दैछ। तिसी चावर, करेला पनि रोपेका छौँ। यो घेरम्लाको पातमा किन पुवाल पर्यो यस्तो? घेरम्ला यहाँ सिमीको, दिस इज सिमी, नो मेडिसिन, अर्गानिक हो यो, अर्गानिक। फर्सी पनि फलेको छ हाम्रो, मकै पनि अब हुँदैछ मकै बारी दर्याङ खै। ओ फर्सी, मेनी फर्सी। अहिले जुका नटाँसी, जुका त टाँसिँदैन। कर्कालाको पातमा पानी यस्तो कति सफा। कर्कालाको पातमा पानी भनेको यो हाम्रो लौका पनि छ, लौका छ हो। मकैले जुङ्गा पलाएछ, मकैको जुङ्गा आएछ खै फल्लो। यहाँ सिमी फल्न थालेपछि त अनि यत्रो फलेपछि होइन, यहाँ काठमाडौँमा बस्दाखेरि सबसे ज्यादा भनेको तरकारी नै हो, पैसा जाने होइन। यहाँ सिमी फल्दैछ, करेलाको फुल खेल्दैछ होइन, करेलाको फुल खेल्दैछ। अब खुर्सानी पनि फल्दैछ, कर्कलो पनि छ। यति भएपछि के चाहियो त? ल्याङ्डे कुकुर पनि आउँदैछ, लङ्गडे कुकुर। ओए लङ्गडु, पुरा टाई पो लाउनुपर्छ, बेल्ट पो बाँधेछ अहिले। यहाँ आइज, यहाँ बोल, आइज। ओए ल्याङ्गडे, यहाँ आइज, यहाँ बोल। आजको भिडियो कस्तो लाग्यो? सी यू अन द नेक्स्ट।